आशा अझै मरेको छैन तिमी टाढा भए पनि यो मनले अझै आइया भनेको छैन तिमी टाढा भए पनि। सेवारो एन्ड नमस्ते सम्पूर्ण मेरो साथीभाइ अनि भाइ बहिनीहरू। आजको भिडियो स्पेसली मेरो भाइ बहिनीहरूलाई समेटेर मैले जानेको केही मैले बुझेको कुरा तपाईहरुलाई सुनाउने मैले कोसिस गरेको छु। सुनिदिनु होला। तपाईहरुले मेरो कुरा केही बुझ्नु भयो भने कमेन्टमा यसो च्यास्सै केही कुरा मेन्सन पनि गर्नु। पढ्दै गरेको भाइ बहिनी एसीए फेल भएपछि हाम्रो भाइ बहिनीहरु सोच्छ खाली विदेश जान्छु। नर्मली हामी विदेश जाँदाखेरि 4 लाखदेखि 5 लाख त हामी जुनै देश यो खाडी मुलुकमै पनि हामीले त्यति पैसा हामीले तिरेर जानुपर्ने हुन्छ। तर हामीलाई किनकि त्यो पैसा हामी कहिलेसम्ममा कमाउँछौँ, के गर्छौँ, कसरी पैसा हामीले त्यो पैसा जम्मा गर्छौँ भन्ने कुरा हामीलाई नलेज हुँदैन। जतिले मेरो भिडियो हेर्नुहुन्छ तपाईहरु नयाँ हाम्रो भाइ बहिनी दाजुभाइ दिदीबहिनीहरु यति तपाईहरु विदेश जान्छु, विदेशमा गएर कमाउँछु भन्दै हुनुहुन्छ भने धेरै सोचेर धेरै अध्ययन गरेर बुझेर मात्रै जानु होला। कुरा रह्यो अब पैसाको 4 देखि 5 लाख सम्म हामी डुबाएर गइन्छ विदेश। अब त्यति पैसा कमाउनुको लागि अहिले म्याक्सिमम पनि 4 देखि 5 वर्ष नै लाग्छ भन्दा पनि हो। किनकि घर फ्यामिलीलाई पनि हेर्नै पर्यो, यताउता पनि हेर्नै पर्यो। अब यति तपाईहरुलाई केही काम आउँछ, केही स्किल छ भने फेरि तपाईहरु त्यही स्किलमा जानु होला। तर अलिकति राम्रो बुझेर नबसिन्ने तरिकाले गरेर जानु होला। म चाहिँ यही सजेसन दिन्छु। नयाँ दाजुभाइ दिदीबहिनीहरुलाई चाहिँ म के भन्छु भने तपाईहरु एकछिनको भिडियो हेरेर हाम्रो भिडियो मार्फत तपाईहरुलाई कति नराम्रो मेसेज पनि गएको हुन्छ हैन, तर तपाईहरुले धेरै सोचेर बुझेर मात्रै विदेश आउनु होला। यति तपाईहरुले घरमै यसो एक दुई पैसा कमाएर घर व्यापार राम्रोसँग चलाइराख्नु भएको छ भने, बसिराख्नु भएको छ भने जाने आवश्यकता नै छैन अहिलेको स्थितिमा। किनकि विदेशदेखि पनि त्यही हो, तपाईहरुले 30-35 हजार कमाउने हो। अब 30-35 हजार पनि कस्तो मान्छेले पैसा कमाइन्छ थाहा छ? एकदम कन्ट्रोल गर्नु पर्यो। अब त्यति फुलनेस गर्नु भएन। अब नर्मली 10 घण्टा त ड्युटी हुन्छ, अर्काको गाली खाँदै कमाउनु पर्छ त्यति पैसा। यति तपाईहरुले 10 हजार 15 हजार नेपालमै बसेर कमाइराख्नु भएको छ, फ्यामिली चलिरहेछ, बच्चा बच्ची पढाइराख्नु भएको छ भने किन दुःख गर्नु आउनुहुन्छ क्या? तपाईहरुले 4-5 लाख डुबाएर मेन पावरलाई दिएर आउनुहुन्छ। त्यो पैसा निकाल्नु नै तपाईहरुलाई धेरै समय लाग्छ। त्यही भएर बुझेर मात्रै तपाईहरुले प्रोसेस गर्नु होला। अब नेपालमा त्यही 12 घण्टा गर्नु पर्दैन, 6 घण्टा केही न केही गरौँ त केही हुन्छ होला जस्तो लाग्दैन तपाईहरुलाई? के गर्नु सक्छु जस्तो लाग्दैन? अब यस्तो कुरा भन्दाखेरि अब यो जहाँ विदेश गयो अनि यस्तो खालको अरूलाई कुरा गर्छ, अरूलाई सिकाउँछ भनेर भन्नुहुन्छ। एकदम रियलिटी कुरा चाहिँ यही हो। विदेश आएर पनि तपाई 3-4 वर्ष ऋणै तिर्नु लाग्ने हो। त्यहाँदेखि 3-4 वर्ष पछाडि तपाईलाई नेपालमा गएर केही गर्नु मन पर्दैन। अब यहाँ एक हामी जस्तो यसरी साइकलको रोडमा हल्लेर अरूलाई आफ्नो मनमा लागेको कुरा सेयर गर्ने। अब जतिजनाले तपाईको कुरा बुझिदिन्छ उनीहरूले तपाईलाई यसो एउटा कमेन्ट ठोक्देला, अनि नबुझ्नेले त यो डाटा बाटो यति भन्दै तपाईहरुलाई यो मेरो सल्लाह हल्का मलाई लागेको कुराहरू मैले भिडियो मार्फत भनेको छु। कस्तो लाग्छ, मन पर्यो भने लाइक कमेन्ट पनि गरिदिनु अनुरोध गर्छु। म फेरि हामी अर्को भिडियोमा भेट्नेछौँ भन्दै आजलाई सेवारो एन्ड नमस्ते।